नमस्कार सबैमा। आज चाहिँ म हजुरलाई के सुनाउन जाँदैछु भने चाहिँ यो चाहिँ मेरो लाइफमा भएको घटनाबारे, लाइफमा भएको अट्टुइचुङ र कस्तो जग्गामा कस्तो अट्टुइचुङ भएको थियो भनेर है। यो चाहिँ मेरो अट्टुइचुङको बारे चाहिँ मगो ट्विङ गर्दाखेरिको र म बहुत ठाउँमा ट्विङ गर्थेँ। मसँग अर्जुन, हाम्रो सानो भाइ श्याम दाई त अलि भित्र जानुभयो, अनि माका बडा भाउ। त्यो दिन चाहिँ हाम्रो अब यस्तै 9:30 बजीतिर गयो ट्विङ झर्न भन्दै, र हाम्रो ट्विङभित्र घुस्यो र हाम्रो त्यहाँ ट्विङभित्र आफ्नो जग्गामा पुग्नलाई हामीलाई केही नभने 20 मिनट जति लाग्थ्यो र हाम्रो सेनागामी हाम्रो त्यहाँ पुग्यो र त्यहाँ पुगेर हाम्रो अब गर्ने कामहरू नि होइन, अब पड्काउने काम पड्काउने, अब ढुङ्गा कुट्ने काम ढुङ्गा कुट्ने, यता गर्ने उता गर्ने गऱ्यो। त्यो दिन सामने पनि हुन्थ्यो। अनि त्यो चाहिँ ढुङ्गासँग पड्काइयो, एक तत्त्व अति पड्काइयो। तर त्यति पड्काएर चाहिँ अब भात खाने टाइम पनि भयो, 12 नि बज्यो, भात खाने टाइम भयो र भात पनि खाइयो है। र त्यहाँ पछि चाहिँ के भयो भन्दाखेरि चाहिँ म सधैँ नै मेरो जग्गामा बसेर ढुङ्गा कुट्थेँ। र त्यो दिन चाहिँ मलाई अत्यन्तै सानो भाइ बसेको जग्गा चाहिँ लोमा मन परेको कि खोइ किन थाहा भएन। सानो भाइलाई भने, भाइ त मेरो जग्गा आएर ढुङ्गा कुट्न, म त्यहाँ आएर बस्छु नि भन्दै भने। अनि उसले पनि हुन्छ दाइ आएर बस्न भन्ने, उसको जग्गामा म बस्नको लागि। र त्यो दिन मलाई थाहा थिएन के हुन्छ भनेर है। म उसको जग्गामा पनि गएर बसेँ। यस्तै अब 1:30 बजी 2 बजीको टाइम थियो। र त्यो उसको जग्गामा गएर बस्दाखेरि चाहिँ अब उसको जग्गा ढुङ्गा कुट्नु पऱ्यो भने ढुङ्गासँग पनि साह्रै उताको अक्षमा चाहिँ अर्जुन, श्याम दाई, माका, सानो भाइ 4 जना, यता चाहिँ अब हाम्रो बडा बाउ र म 2 जना। अनि म उठेँ र म उठेको यतिमा चाहिँ अब यति नै थियो, एक मान्छे जति उतिमा चाहिँ मेरो हात पुग्थ्यो कि। अनि मैले त्यो हातले यसो माथि हेरेँ, बडा यो कन्या कस्तो काट्टे भएको नि, माथि त ढुङ्गो रहेछ नि, कन्या कस्तो काट्टे भएको नि भने। अनि मैले त्यो कन्यालाई मार्तले मात्रै यसो ठ्याक्कै छोइदिएको, माथिदेखि यत्रो ढुङ्गो गुड्केर आयो कि सिधै मेरो टाउकामा आएको नि। र बडा बाउ यति ट्वाट्टे हुनुहुन्थ्यो कि बडा बाउले स्वाट्टै झरेर आउँदाखेरि बडा बाउले मलाई पछाडिदेखि लात्तीले भुक्कै दिएर मलाई अर्जुन ढुङ्गा कुट्यो जग्गा मलाई पुऱ्याइदिनु भयो एकैचोटि लात्ती लिएर। अनि बडा बाउ साउने गर्दाखेरि बडा बाउको त्यो ढुङ्गाले यस्तो पिच्छेमा अलिकति लाग्यो त्यहाँ। र त्यो दिन त म साँच्चै भन्नु भनेको होइन, कसम त्यो दिन यति कालिएको थियो कि आज मेरो दिन खत्तम भयो नि, आज म बाँच्दिनँ त्यस्तो भएको थियो कि। तर बडा बाउले मलाई बचाउनु भयो त्यो दिन चाहिँ। साँच्चै कसम यति कालिएको थियो कि साँच्चै एउटा चाहिँ भन्न चाहन्छु कि ट्विङ गर्दाखेरि चाहिँ टुइसा भएर आफ्नो जिम्मेवारी चाहिँ बहुत पुरा गर्नुभएको बडा बाउले। यो चाहिँ म कहिले भुल्दिनँ, बडा बाउलाई कहिले भुल्दिनँ। बडा बाउले मलाई एक लात दिएर मलाई त्यहाँ नपुऱ्याइदिएको भए आज म संसारमा देख्न पाउँथिनँ होला। संसार कस्तो छ भनेर पनि मलाई थाहा हुन्थेन होला कि मेरो मृत्यु नै त्यही हुन्थ्यो होला। म त्यस्तो अट्टुइचुङमा पुगेर आएको कि त्यो ढुङ्गो अझैसम्म मेरो आँखा अगाडि छ कि, आँखा अगाडि कसरी गुड्केर आएको थियो भनेर अझै मलाई याद पनि छ त्यो ढुङ्गो। सो गाइस, यही हो मेरो लाइफमा अट्टुइचुङ भएको चाहिँ होइन। अब हामी ट्विङ गर्दाखेरि भित्र घुस्यो भने आज घर पुगिन्न भनेर कहिले कसैको मनमा पनि यो हुन्थेन कि। कसैले मृत्युसँग लडेर आए जत्तिकै फिल भएको थियो त्यतिखेर चाहिँ। सो यही हो मेरो कहानी, यो मेरो अट्टुइचुङ। सो बडा बाउले मलाई यतिसम्म गरिदिनु भयो, यतिसम्म मलाई बचाउनु भयो। सो चाहिँ म कहिल्यै भुल्दिनँ। त्यो दिन मैले बडा बाउको लात्ती खाएको भए आज म संसारमा पनि हुन्थिनँ होला।